साथीहरु नमस्कार अनि फेरि पनि स्वागत छ न्यू फिशिङ ब्लगमा। आज पनि हामी अस्तिको चोटी राम्रै माछा लागेको थियो, त्यही भएर फेरि चिउरी आएको छौं। साधनहरु ठ्याक्क हामी यहाँ राखेछौं। करण पनि छ, म छु, दुईजना अनि एकजना भाइ पनि छ। साधन ठ्याक्क हामीले यहाँ राख्यौं। अब यहाँबाट हिँडेर हो तलतिर जाने हो, खोला भन्दा हो यो त तलतिर जानु पर्ला आज। त्यही अस्ति खेलेको ठाउँतिरै हेरौँ माछा कति लाग्छ। मौसम चिसो छ, जाडो छ। अस्ति ठुल्ठुलो लागेको थिएन, सायद यो पालि लाग्छ कि। हेरौँ, भिडियो हेर्दै गर्नु होला। ल सुरु गरौँ त साथीहरु। ल हिँड्दैछौँ साथीहरु हामी तल लोकेसनमा। अलि तलपट्टि गएर खेल्ने हो। के भयो हिँड माछा हेर्न पऱ्यो केटालाई। फेरि आउन पाएन, माछा हेर्न भन्छ। खोलैभरि माछा छ त्यहाँदेखि खोलाभरि। छ छैन माछा देखेछ? यहाँ त लता फेरि माछा त नफेलेछ नि। छ्याल बेहाल छ माछा त खोलैभरि। हिँड केटा, हिँड। बटालियन टोली मुभ। पोखराबाट त दुईजना आएको थियो, बिचमा हाम्रो भाइ थपिएर हामी तीनजना छौँ। हेरौँ तिनको दाउ कस्तो हुन्छ है, लाग्न सक्छ कि ठुल्ठुला। आज अस्तिको चोटि अलि सानो लाग्थ्यो, सायद यो चोटि अलि ठुलो लाग्न सक्छ। आश त छ। हेरौँ ल अब स्पट पनि आइपुग्यो। यहीँ हान्ने हो। अस्ति त लागेको थियो, अझ लाग्छ जस्तो लाग्छ कि आज पनि। कर्ने हानेर हुँदैछ। अब हान्न सुरु गर्ने हो। सब रडहरू सबै रेडी गरेर राखिसकेको छु। यो एउटा पोलर पनि हान्ने हो। सब फाइनल भयो। अब कास्टिङ गरेर माछा पनि भटाभट निकाल्छौँ हामीले है। निकाल्ने गरन। सबै सरले खान्छ कि यस्तोमा। फेरि अङ्गुरीमा फेरि म्याक्सिमम् सरले बढी हान्ने चान्स हुन्छ, त्यही भएर एउटा अङ्गुरी चाहिँ हान्नुपर्छ है। ल है त आजको फर्स्ट कास्टिङ अङ्गुरीबाट है। अङ्गुरीबाट फर्स्ट कास्टिङ सुरु गरौँ आजको। हेरौँ माछा लाग्छ कि लाग्दैन। त हामी ठाउँमा गयो। त्यहाँ के रहेछ कि अर्किने एकदम खेला जस्तो गर्छ। ल यति भएपछि खान्छ कि। ल अब सब सेट भयो। कुनैमा आन्द्रा, कुनैमा अङ्गुरेमा दाना गरेर चारोर हानेको छु। बेलुका भएपछि राफला हान्न हो। योभन्दा तलतिर जानु पर्ला। यहाँभन्दा तलतिर जान्छ, यो रभन्दा थोरै तलपट्टि राफला हान्नको लागि। अहिले चाहिँ यो रमा चाहिँ हामीले आन्द्रा प्लस अङ्गुरेमा दाना हानेको छौँ। हेरौँ माछा कति लाग्छ। अब भर्खर सुरु गरेको छ, 3 बज्न लागिसकेको छ अहिले। लोकेसन त त्यही हो, अस्ति आएको लोकेसन। लोकेसन चाहिँ यहाँ बबाल राम्रो छ के। पानी पनि सफा छ, शान्त छ।
ल अब माछा तानेको भिडियो हेरौँ है त साथीहरू। निकाल्दैछ करणले। परेछ मैले हानेको अङ्गुरीमा तानिदियो करणले यार। त सानो पर्छ क्या अहिले। त्यो फर्स्ट बोनी भयो है, अङ्गुरीले फर्स्ट बोनी गरिहाल्छ है। फर्स्ट बोनी भयो, अब बिस्तारै पर्न सुरु गर्छ। हेर्दै जाऊँ, लेट्स सी। अझै प्रयास जारी छ, कति पर्छ। ठुन त ठुङ्गिरहेको छ, यता पनि खङ्ने पार्दैछ। ढ्याङ्गर हानेको त्यो त हान्नु छ, उता हेर्दैन हाने थियो क्या यसलाई। अहिले त हानेन फेरि। परेछ कि भनेको पर्दै पर्दैन माछा। के गरेछ, लुतो लुतो तान्छ, सानो छ जस्तो लाग्छ। यस्तो घन्टी बजाउन नजाने माछा आउँछ यार। घन्टी नजाने माछाले तान्छ साथीहरू। ल यसरी नै फ्याट्ट फ्याट्ट पर्दैछ, जस यसरी नै पर्ने। अघिको अङ्गुरीमा परेको थियो, फेरि आन्द्रामा, कहिले आन्द्रामा कहिले अङ्गुरीमा परेकै छ साथीहरू है। नगर ल यो पनि नच घन्टी बज्दैन साइजकै छ। यो पनि कप्पर मासिर फ्रम आदि खोला। ओए दुईटा भयो। कता हो यो जाली पनि। दुई पिस भएछ बल्ल, पर्दैछ जो अहिलेसम्म बस्छ एकछिनमा। आज कुकिङ पनि हुँदैछ है साथै। यहाँ आज कुखुराको मासु बनाउनु पऱ्यो। जाडो मौसममा तातो मासु पकाएर खाने। अब करणले यहाँ बसेर हान्दैछ। माछा खासै परेन, अस्तिको जति नै पर्दैन कि जस्तो लाग्छ मलाई। फेरि के भयो आज, खासै हाने छैन, खासै ठुङ्गे छैन। माछा नठुने यहाँ ध्यानमा। अब मासु पकाएर खाने हो। बेलुका भएपछि पर्दैछ, तान्छ अझै। आइज है बाबु आइज। बेलुका भएपछि अझै सङ्ख्या बढाउँदै जाने हो। ला परेकै छ है। जोस् कलेक्सन बढ्दैछ। कोपेरा रहेछ क्या हो, कोपेराको हो र है। यहाँ कोपेरा रहेछ। ए आँखातिर कोपिराख्यो त। ए हेर्नु आँखातिरबाट है माछा धेरै भएर पछि के गर्नु, कोपिएर छ आँखातिर। ल जोस् कलेक्सन बढ्दैछ। यता माछा पर्दैछ, फेरि यता कुकिङ पनि हुँदैछ। के कसो भइरहेको छ फेरि मासुको हालत। ल मिठो कुखुराको मासु पाक्दैछ है। बब्बल बनाउँछु यसलाई मैले आज।
तान्दैछ पर्दैछ निकाल्दैछ साथीहरू माछा बेलुका भएपछि बल्ल अड्किन्न निस्किँदैछ भनौँ न छ करण छ भन्दैछ करणले माछा कत्रो छ है फेरि ओहो पुन्टे साइला पेन्टेरा भन्ने ठिकै साइजको रहेछ है कप्पे खाछ है ल यस पर्दैछ है साथीहरू यसरी नै परिराखेको छ बढ्दैछ यसलाई नै हान्दैछ है परिराखेको छ है यता नि परेछ उता नि परेछ पुन्टे साइला परेछ ऊ लास्टै पुन्टे पुन सर पुन्टे सरिँदा आउँछ है साथीहरू ल सानो सानो परिराखेको छ जे होस् यस्तै हो साइज अहिलेको जाडोको सिजनको साइज जाडो महिनाको साइज यत्रै भन्नुपर्छ खालि यत्रो पर्छ जस बढ्दैछ अहिले कलेक्सन बल्ल रात परेपछि हान्दैछ ल परिराखेछ खै माछा करण छा पुर्सियो अरे ल अब गोलबेडा हालेर सब रेडी हुने अवस्थामा पुगिसक्यो मासु ल साथीहरू अब पाकेर पनि रेडी भयो कुखुराको मासु पुरानदानासित होइन करण मिठो छ एकदम मिठो तपाईँले पकाएको मिठो हुन्छ त करणले फेरि मलाई फुर्क्यायो यार के भनेको तिमीलाई सोध्नु न पता हजुर पनि मिठो छ मिठो छ भनेखेरि साथीहरूले अब मिठो भए पनि नभए पनि अब खाना पऱ्यो बाध्यताले मिठो छ त भन्नै पऱ्यो नि मिठो भएन भन्यो भने केटाहरूले खाना पाउँदैन यो एक्लै खाइदिन्छु सबै टक्क खोलाको छेउमा अगाडि रड थापेर होइन करण ढाडा पनि भइरहेछ डेन्जर बढेर है झाडा पनि बढी खायो त दाउरा पुग्छ यो टेन्सन देखेछ कि ल्याउँदै पोल्दै गर्नु त हो नि ल साथीहरू अब बेलुका भयो राख्लाको लागि रेडी हुँदैछु म एउटा डिगको लागि पनि त ट्राई गर्नु पऱ्यो त्यही भएर राख्ला हाल्न लाग्छु मैले यहाँ जति बेलुका भयो त्यति राख्ला खाने सम्भावना बढी हुन्छ त्यही भएर राख्लाको लागि यहाँ तल आएको छु म करणलाई माथि आन्द्रामा छोडेर अब हेरौँ राख्लामा लाग्छ कि लाग्दैन मासु त धेरै ठुल्ठुला पनि देखेको थिएँ मैले लाग्छ लाग्दैन हेरौँ ट्राई गरौँ यहीँ हाल्छु एकछिन हेरौँ है साथीहरू है
साथीहरू पऱ्यो एउटा ओ तल पुऱ्यायो यार साथीहरू एउटा परेको छ सबै कुरा लिएर सबै कुरा लिएर कत्रो छ साथीहरू माछा परेछ एउटा भर्खर हान्ने बित्तिकै मत नबोल न साथीहरू एउटा हुक भएको छ गोल्डन माछा हान्ने बित्तिकै ओ माई गड यार ओ यार ठुलै छ क्या त्यो यार ऊ यहाँ आइसकेछ ओ कसो निकाल्ने होला यार ऊ देख्यौ माछा देख्यौ साथीहरू देख्न सक्नुहुन्छ बाल उदे राउ कान्छ सोनी कुरा लिएर है साथी देख्न सक्नुहुन्छ एउटा गोल्डन माछी पर्दैछ साथीहरू यो फर्स्ट 10-15 मिनट भयो होला एउटा यस्तो गोल्डन माछी हान्दा बित्तिकै पऱ्यो साथीहरू केमा खान्छ सबै नेपालले त्यो हेर्नु पऱ्यो ए दुःख दियो नि एकछिन त कहाँ गयो भनेको म त्यो त्यहाँ आउँछ कान्छ है त्यहाँ ल्याउँछु ठ्याक्कै मुखमा हाल है अलि पछाडि आऊ कान्छ पछाडि ओ हेर त आउँदैछ है ओ है एकछिन बिस्तारै जान्छ बिस्तारै जान्छ है ल नाइ साथीहरू एउटा हान्दा बित्तिकै एउटा माछी पर्न सफल भयो कति केजी होला आफै अनुमान गर्नुहोस् नाइस हान्दा बित्तिकै पऱ्यो साथीहरू एउटा गोल्डन माछी नाइस है बत्ती मलाई देखेछ बत्ती बाल नि त मतिर मलाई बत्ती बाल देखेछ ल साथीहरू एउटा माछी पर्न सफल भयो बत्ती माछी म बत्ती पनि देख्दैन होला है त्यो निभाउनु क्या ल साथीहरू त्यो एउटा पर्न सफल भयो माइटी गोल्डन माछी फ्रम आदिखोला साथीहरू है ल प्लास्टिकमा हो बेलुका भएपछि परेछ क्या करण परेछ भन्छ करणले तान्दैछ खै यता आइसकेछु साइजको पर्यो भने त मजा आउँछ के ल नाइस करण त्यस निस्किरहेछ बेलुका भएपछि एउटा दुइटा फ्याट्ट अघि दुइटा निकालेर रहेछ करणले त्यो सही तेस्रो भयो चाँडो भयो ल बढ्दैछ जेस कलेक्सन थप्दैछ कति भयो भोलि बिहान हेरौँला है साथीहरू ल कत्रो माछा परेछ है त परेछ कत्रो छ है माछा त्यही यत्रो परेर बसेर रहेछ यार सानो ल रातिको माछा यस्तै हो साथीहरू मसिना पर्दैछ जाडोको समयको माछा यस्तै हो योभन्दा ठुलो खासै गर्न पर्दैन आन्द्रामा ल बिरयानी चल्दैछ है चिकन बिरयानी खै करण बिरयानी ओहो ल आजको चिकन बिरयानी बेलुकाको खाजा चाहिँ बिरयानी खाँदैछ है साथीहरूले सुमन बिरयानी हो बिरयानी खाँदैछौँ हामीले मिठो पाराले
ल माछा डार्क माछी यो त डार्क माछी रहेछ क्या हो डार्क माछी रहेछ यार साथीहरू यार यो आधी खोलाको डार्क माछी ओहो दामी साइजको रहेछ यो ल माछा स्पियर फिसिङ स्पियर फिसिङको माछा बाफ्रे 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 कति हो माछा त यार हट ठगै लाग्यो आज त मारेन के आज यो रहेछ क्या बिग साइज आज आज कम मारेको है ठुलोतिर मात्र हेरेको के केटाहरुले यो मन त ठुलो हेरेको डार्क माछी आधी खोलाको डार्क माछी स्याम्पु बाह्रको झला के हेर त अलका थाहा बेल्थिन जानु नि तलको गोल्डन माछी रहेछ गोल्डन माछी डार्क माछी गोल्डन माछी जाम न कति धेरै माछा छुट्टै हो नि के है क्याम्प फायर हुँदैछ आगो ताप्दै जाडोको बेलामा माछा नै फ्याट्टा लगाइराखेछ एउटा सहर ढल्यो अब मसिना पनि लाग्दैछ पछि अरू तिर हाने साथीहरू पनि आउनुभयो त्यसपछि राफ्लाको खासै मेसो भएन अहिले आगो ताप्दैछौँ आगो तापेर आनन्द लिँदै बस्दैछौँ हामी यहाँ खोलाको तिरमा करणले चाहिँ उता हान्दैछ अझै पनि करण कता छ ओ हान्दैछ टेन्ट पनि यहाँ रेडी नै छ टक्का आगो ताप्दै बस्दैछ अहिले हामी मस्त तरिकाले करणले फेरि प्यास गर्दैछ अझै आन्द्रामा हेरौँ पर्छ कि अब भन्नै मान्दैन निकाल्दैछ करणले यहाँ साथीहरू माछा पर्दैछ छ करण ल छ अरे खै कहाँ छ भन्ने कुरो हो तान्दैछ बेलुका भएपछि फर्स्ट लट चेन्ज गरेपछि पर्दैछ बल्ल धेरै भयो माछा परेको थिएन अलिक कमै परेछ माछा तर परिरहेछ भनौँ न अझै पर्छ कि ओए ल ल नाइस नाइस कपी खाइदिएको आन्द्रा चेन्ज गरेर मजा आउँछ झुङ्गा पलाएको कस्तो भन्थ्यो बलियो माछा हुन्छ कि आधी खोलाको माछा पनि ल जस कलेक्सन बढ्दैछ होइन करण बढ्दैछ कलेक्सन जस अङ्गुरेमा साथीहरू दुईटा परेर बसिरहेछ यार ए रामा अङ्गुरेमा दुईटा परेर बसेछ अरे कहिले फेरि यस्तो हुन्छ एउटा अङ्गुरेमा दुईटा परेर बसेछ ठुल्ठुला पर्नु पर्ने अझै यस्तो मसिना परेर छैट रातिको 1 बजिसक्यो करणले सुत्न देखेन हानेकै छ निकालेकै छ माछा चाहिँ खै करण माछा छ ल निकालेको छ है करण ल नाइस करण नाइस यस्तो चिसोमा आगो बाल्दै माछा चाहिँ निकाल्न छोडेको छैन करणले ल निकाल परिरहेछ बेलुका पनि परिरहेछ यस्तो ढिलो हान्यो यार करण यस्तो ढिलो परेको कि है ए साइजको परेछ त नि नाइस वान है यो त है ल एक पाउको पऱ्यो क्या बल्ल ए लु त तानेको गरौँ त नि
कति बेला गर्ने त ल गुड मर्निङ है गाइज आज बिहान भयो बिहान पख पनि पर्दैछ फाट्टाफुट्टा रातिमा हिजो खासै लागेन जाडो नै भयो सुत्यो पर्दैछ है बिहान भएपछि ओए नाइस साइजकै रहेछ ल मर्निङको फर्स्ट सट है त्यस राम्रो निस्केको छैन तर सबै खाएर छ पुरा गिल्समै पुऱ्याएछ भित्रै कस्तरी खाएछ झ्याउ गर्ने भयो अङ्ग्रेमा परेछ जस्तो लाग्छ छ छैन छ कि छैन बोल्दैन गराउँदै छ जस्तो त लाग्छ ल अङ्ग्रेमा नै परेछ है ऊ आउँदैछ साइजकै परेको रहेछ ल अङ्ग्रेमा त सहर पर्नु नि यार नाइ साइजको परेछ बल्ल होइन अङ्गुरीमा पऱ्यो है साथीहरू बल्ल थाल्यो 12 बजीसम्म पनि घाममा लाग्ने यार कस्तो ठाउँ रहेछ यहाँ यार यता यता घाम लाग्छ यता त लागेको छैन माछाले पनि चिसो भएर होला पिटिकै ठुङ्गे छैन थापेर त राखेको छौँ हामीले यहाँ अहिले खासै परेको छैन टक्क टेन्सन हालेर बस्यो रातभरि खासै लागेन माछा ठुङठाङ केही छैन भर्खर भर्खर घाम लाउनु लाग्छ अब हान्छ कि बल्ल गोल्डन माछिरो हो कि डार्क माछिरो यहाँ सुतेर बसेछ यही हो साथीहरू हिजो परेको बेलुकामा निकालेको यही हो त्यही 1.5 केजी ओए सुतिरहेछ ल पर्दैछ है बेलुका बेलुका बिहान पख बिहान भने दिउँसो भनौँ न 12 बजिसक्यो फ्याट्टाफुट्टा झुक्केर परिरहेछ एकदम कम लाग्छ माछा ल करन परिरहेछ है बिहान पख है करन है ल नाइस साइज परेछ एउटा ल माछाको कलेक्सन पनि बढ्दैछ तर खासै धेरै त लागेन के भयो त कलेक्सन माछाको यति भइसकेको छ है अहिलेसम्म अब हेर मजा कति लाग्छ त्यहाँ जारी छ कुनामै हाना पर्दैछ माछा पर्दैछ निकाल्दैछ करणले कत्रो छ बोन्टे साइज तरकारी साइज परेछ है
ओइ साइजकै रहेछ नि दामी साइज छ त यार खाँदा रडे लैजाउँला चाहिँ गर्छ यार यत्रोले अरे है ल त तानिराखेको ल जेस् कलेक्सन बढ्दैछ होइन करण पर्छ अहिले पुण्य राख क्या हो यसलाई हानिराखेको खाजा खानु लाग्यो झ्याम्मै हानिदियो त माछाले त्यस्तो हान्छ या माछाले पर्दैन दिउँसोमा पर्दैछ तान्छ ल पर्दैछ यता टेन्ट प्याक गर्दै गरेको घर जान भनेर माछा भने परिराखेकै छ फेरि फेट्ट फेट्ट पर्दैछ ए उन्नेर रहेछ करन्ते साइडबाट कोपेर निकाल्दैछ है माछा त करणले निकाल्दैछ घर जाने भनेको खै करणले जान जाला जस्तो लाग्दैन है निकाल्दैछ माछा त ए माछा त त्यसको पछि अर्को नि आइरहेछ त है पछाएर आइरहेको अन्त ठुल्ठुलो दुइटाले आन्द्रालाई है ल जेस् बढ्दैछ यसरी नै 6वटा पार्दै त करन मलाई पुग्छ अब धेर चाहिन्न है पर्दैछ फेरि हो जेले के हो जेल लाएर करन के गर्छ जेललाई तान्ने गरन्छ माछा यार माछा 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 बेलुका बेलुकाको माछा स्मल स्मल कुन्टे साइला परेछ कोपेरा रहेछ उन्ने राख माछा पनि यार माछा त धेरै नै भइसकेको छ यति भइसकेको छ है त ल करन खै माछा गोल्डन माछी होइन ल टोटल हाम्रो क्याच यति हुन सफल भयो ल यति मारियो भनौँ एउटा गोल्डन माछी परेर अरू मसिना मसिना सानो सानो चाहिँ कड्डेहरू पनि छ लगभग 2 किलो जति छ कि ल